अन्ततः यो गोल गर्न सफल भएकी छिन् अनिता। नेपाल एक गोलले अग्रता बनाउन सफल। खेलको 12 मिनेटमा नै एक गोलको अग्रता बनाउन सफल नेपाली टिमको राणा र गीता राणा सिधै उनले पोस्ट च्यापेकी थिइन्, तर यो फ्री बलले दिवसमा झारेकी छिन्। आज नेपालले पक्कै पनि क्रिकफुट नेपाल माफ गर्नु होला प्रत्यक्ष प्रसारण भने उज्बेकिस्तान एफएबाट हेर्न सक्नुहुन्छ। निकै राम्रो हेडर यो गोल साम्बा एकपटक समितिले साम्बा लेखिदियो। आजको कप्तान साम्बा 58 लाइक गर्नुहोस् र निकै राम्रो मौका नेपालको लागि र यो गोल यहाँनिर नेपालको लागि सरुलले निभाएको गोल र 3 गोलको अग्रता नेपाली टिमको। समितिले #सरू लेखिदिनु होला एकपटक। 3-0 को अग्रता नेपाल। यो बल भने थोरैले यो बल बाहिरिएको छ। रश्मि कुमारी आज यो मौका थियो रश्मिको लागि। पहिलो आफको खेलमा पनि जुन खेलको 17औं मिनेटमा पनि जसरी मिस्टेक गर्न पुगेकी थिए रश्मि। खेलको 75औं मिनेटमा नेपालले 6औं गोल पनि गरिसकेको छ। यो गोल पनि सावित्र भण्डारी साम्बाबाट। यो गोलसँगै साम्बा अन्ततः ह्याट्रिक र 4थो गोल सावित्र भण्डारीको आज। यो गोलसँगै 7औं गोल नेपालबाट। अन्ततः प्रशिक्षक प्याट्रिक्सको पनि यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। हेर्नुहोस् आफ्नो प्रशिक्षणमा पहिलो अन्तर्राष्ट्रिय खेल हो। अन्ततः आज उनले पनि इतिहास रचेको छ। आज सावित्रले पनि इतिहास रचेका छन् र साथीमा पनि आज साम्बाबाट दोस्रो आज डबल ह्याट्रिक पनि होला त के भन्नुहुन्छ र यहाँनिर हामी हेर्न सक्छौँ सावित्र भण्डारी साम्बा बल अगाडि बढाउँदै छिन् र उनले पास निकालेर बलको नजिकै थियो त्यहाँ कार्यक्रममा नेपाल यहाँ मिस भएको छ। मौका बारमा लाग्यो र यहाँ अझै पनि खतरामा ठडेको छैन, तर यहाँ सुसाइड गर्नु पुगेको छ भन्नु साम्बालाई लाग्दै